मर्निङ फ्रम काठमाडौँ। अहिले चाहिँ बिहानको 5:40 भयो। प्याक भइसक्यो। जाने माथि लेट्स गो। 8 बजे भेट्ने भन्ने प्लान थियो, तर अहिले नै 7:50 भयो। 7:50 मा यहाँ भनेपछि 8 बजे त्यहाँ भेटिन्न। अलिकति ढिला भयो, तर ठिकै छ। ढिला भए पनि केही भएन। बेलुका अलि हुन्छ, हामीलाई रस हुन्छ जानको लागि। तर चिसो चाहिँ भयङ्कर छ। हेर्ने हो भने चिसो भयङ्कर छ। यहीँ झन् हामी हिँड्न भनेको मार्दीमा त चिसो त लास्टै धेरै होला। ब्यागस्याग हाल्यो टक्क, अनि त्यसपछि सर्लक्क हिँड्यो। तर ब्यागको कुरा चाहिँ के रहेछ भन्दा ब्याग प्याक गर्दाखेरि चाहिँ थोरै हाल्छु भने पनि अब चाहिने सामान हाल्नु परिगयो। अनि यो क्यामेरा ग्याजेट गरेर चाहिँ ब्याग चाहिँ अलिक ठुलो हुने रहेछ। अब ठिकै छ, जस्तो भए पनि सबै क्यारी गर्नु पऱ्यो। ड्रोन क्यारी गरेको, अनि त्यसपछि DSLR एउटा, अनि गोप्रोको एसेसरिजहरू, फोन, अनि त्यसको चार्जर अगडम सबै थोक गर्दाखेरि चाहिँ एकदम धेरै भारी पनि हुने र ठुलो पनि भयो ब्याग। अब सचिनको ब्याग सानो रहेछ भने म त्यसमा यसको लोड ट्रान्सफर गर्छु, त्यसपछि अलिक सजिलो हुन्छ। म चाहिँ अनामनगर आइपुगेँ, तर वेयर इज माई पार्टनर? आइसक्नु पर्ने हो भन्ने मलाई लागेको, तर पार्टनर चाहिँ आइपुगेर हिँड्छन्। अघि नि मलाई चाहिँ फोन गरेर तपाईँ कहाँ हराउनु भएको भनेर भन्ने, अनि नआउने कुरा त राम्रो भएन। हाई मिस्टर ब्रदर, हाउ आर यु मिस्टर ब्रदर? इज माई पार्टनर, ट्राभल पार्टनर। साथीहरू, झोलालाई समस्या दिएको हुनाले चाहिँ हामी यहाँ डोरी किन्न लागिरहेछौँ। डोरी चाहियो थियो। यो धारावाहिक यो पश्चात चाहिँ हामीले यो झोलालाई यसरी बाँध्यौँ, फेरि दोस्रो ठाउँ रोकेर। यो बाटोमा झर्दैन भन्ने कुरो हामीलाई पक्का छ। अब सिट पनि फाटिसक्यो। अब म चाहिँ बसेँ झ्याप्प। ठिक छ सचिन उठ्दै ल। अब लाग्यो बाटो, हामी आनन्दले काठमाडौँबाट करिब 1.5 घन्टा जतिको यात्रापछि हामी चाहिँ यो मछडी खोला भन्ने ठाउँमा हाम्रो फर्स्ट ब्रेकको लागि, चिया ब्रेकको लागि रोकेका छौँ। हामीले झन्डै काठमाडौँबाट 40 किलोमिटर जति कभर गऱ्यौँ। पलङ्कीबाट भनौँ 40 किलोमिटर जति कभर गऱ्यौँ। हामीलाई झोलाले अलिकति दुःख दियो, नत्र भने हामी छिटै हुन्थ्यो। झोलाले अलिकति दुःख दियो। त्यसपछि बाटो यस्तो नराम्रो थियो कि हामीलाई यतिकै नर्मल्ली 40 को एभरेज मेन्टेन गर्न पनि अझ गाह्रो भयो। अनि त्यही हो, पहिलो ब्रेक चियाको। अब एकछिनपछि अगाडि गएर खाजा खाने, त्यसपछि खाना खाएर पोखरा पुग्ने हाम्रो प्लान हो। जाउँ, हेर्दै जाउँ।
मुगलिनमा खाना खान रोकिएको भात आइसक्यो हामी चाहिँ भात खाँदैछौँ दिँदैछौँ पनि मिठो हुँदैन कारण के हो सचिनजी चाहिँ घरमा किन यस्तो हुँदैन भनेर कम्प्लेन गर्दै हुनुहुन्छ किन यस्तो हुँदैन किन यस्तो हुँदैन भन्ने कुराको चाहिँ मसँग एन्सर छैन उहाँले अनि यसमा एडिट पनि हुन्छ भन्ने कुरो थाहा पाउनुभयो आधार हामी फेरि पोखरातर्फ अगाडि बढ्नेछौँ यहाँको भात एकदम मिठो छ अलि महँगै रेस्टुरेन्ट हो मुगलिनको दाल भात पावर भन्ने त्यहाँ आएर झ्याममा दबाई हो खाना अहिले चाहिँ सायद 1:30 भयो होला हामी समयभन्दा अलिकति ढिलो छौँ र तर जाँदैछौँ अलिकति बाइकले प्रब्लम दियो त्यो प्रब्लमको कारणले गर्दा अलिकति ढिलो भयो तर दिइरहेछौँ दाल भात पावरले अलिकति पावर आयो पावरलाई अब पचाउँदै हिँड्ने करिब कति घन्टाको भन्नुहुन्छ भने 5.5 देखि 6 घन्टाको यात्रापछि 8 बजे हिँडेको अहिले कति बज्यो भन्नुहुन्छ भने 5 बज्यो भने चाहिँ 8-5 गर्दाखेरि त्यति नै घन्टा जति चाहिँ हिँडेर पोखरा आइयो पोखरामा अलिकति अलमल गरियो किन अलमल गरियो भने त्यहाँनिर रश्मिता दिदीकोमा चाहिँ सामान हामीले छोड्यो हामीले काठमाडौँबाट जुन सामान लाएर आएका थियौँ जुन लुगा कपडाहरू लाएर आएका थियौँ त्यो लुगा कपडाहरू चाहिँ त्यहाँनिर छोड्यो त्यहाँ छोडिएर नयाँ कपडा त्यस्तो राम्रो चिटिक्क परेको कपडा लाएर हामी चाहिँ अब पोखरा बागलुङ हाइवे हुँदै चाहिँ अब अगाडि बग्यो